यसो चोरेर भए पनि खाइदिनु पर्यो हैन। अब यहाँ मालिकहरु क्लाउड एकदम दामी तरिकाले बसिराखेन माथितिर, दामी छ। हाई गाइज, वेलकम ब्याक टु माई अनदर भ्लग। इट इज मी तिलक। र हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। र आज चाहिँ मैले धेरै दिन पछाडि भ्लग बनाउने स्टार्ट गरेँ। अनि थाहा छैन आज चाहिँ के हुन्छ हैन, आजको दिन के गरेर बित्ने छ। तपाईहरुले चाहिँ यो भ्लग अन्तिमसम्म हेरेर थाहा पाउने हुनेछ। म चाहिँ अहिले हातमा बुरुस लगेर अनि हिमालय फेसवास लगेर चाहिँ जाँदैछु हैन, मुख धुनलाई। ल गाइस, आज चाहिँ म तपाईहरुलाई चाहिँ हैन, म बस्ने रुम नजिकैको एउटा यतापट्टि चाहिँ स्याउको बगैँचा छ हैन, त्यसलाई चाहिँ म देखाउने छु तपाईहरुलाई हैन। देख्न सक्नुहुन्छ यो सब पछाडिको पुरै बगैँचा हैन। यहाँ चाहिँ जाली लगाएको छ हैन। यस एकदम रातो भइसकेका छन्, एकदम खाने लायकका भइसकेका छन् जो स्याउहरू हैन। देख्न सक्नुहुन्छ स्याउहरू त्यति धेरै त छैनन् हैन, हल्का फुल्का छ हैन स्याउहरू यतातिर। अनि आजको मौसम एकदम सफा गरिरहेको छ हैन। अनि गर्मी एकदम गरिरहेछ घाम। हेर्नुस् गाइस, स्याउ यस्तो बाक्लो स्याउ छ। कतै कोही रुखमा राम्रो छ हैन, कोहीमा त छैन। के गर्ने, टक्क लाएर अब चाहिँ एउटा स्याउ खानुपर्ने हुन्छ हैन। एकदम यो चाहिँ पाकेको जस्तो लाग्यो। टक्क अब यसो चोरेर भए पनि खाइदिनु पर्यो हैन। अब यहाँ मालिकहरु छैन, टक्क स्याउ खानु पर्यो। अब यहाँ बसेर यसो लाएर बसेर खाने। सक्दै स्याउ गाइस। यो खासै मिठो रहेन छैन, यो बोटको छ स्याउ मिठो। यही बोटको चाहिँ म सधैँ खाने गर्छु हैन। एकदम ठुलो लगाएर स्याउ खाइयो हैन। अनि त्यस पछाडि चाहिँ म अहिले त्यहाँ माथि त्यहाँदेखि एकदम दामी भ्यू देखेला जस्तो छ। हेरौँ कस्तो छ। योभन्दा पहिला पनि मैले राखेको थिएँ हैन त्यो भ्यू। यदि हेर्नु भएको छैन भने भ्लग हेर्नु होला है। अनि म तपाईहरुलाई देखाउने छु त्यो भ्लग है। त्यो गाइस, अब चाहिँ म यो ठाउँबाट जाँदैछु हैन। सायद घरतिर जान्छु होला, घरतिर आउँछु होला, या म चाहिँ अर्को ठाउँ जान्छु होला, त्यो फिक्स छैन हैन। तर चाहिँ यो ठाउँबाट हामी चाहिँ निस्किँदैछौँ है गाइस। अनि यहाँदेखि देखिन्थ्यो हैन, दामी देख्न सक्नुहुन्छ मेरो पछाडि एकदम सायद कस्तो देखिरह। अन्त क्लाउड एकदम दामी तरिकाले बसिराखेन माथितिर, दामी छ गाइस। ल गाइस, यो दामी सिनबाट चाहिँ म अब रुमतिर फर्किँदैछु हैन। एकदम खासै त्यस्तो राम्रो त छैन हैन, के गर्नु। अब चाहिँ म चाहिँ यहाँदेखि रुममा जाँदैछु है। अनि सायद अब रुममा गएर टक्क बस्नुपर्ने हुन्छ हैन गाइस।